परापूर्व कालमा एकजना मानिसले, हे सुपा देउराली माता, म लाहुरे बनौँ? यदि म लाहुरे बने भने, यदि मैले पैसा कमाएँ भने म तपाईँलाई कालो बोको र सुनको सिख्री चढाउँछु भनेछन्। उनी लाहुरे पनि बने, उनको मनोकामना पनि पुरा भयो, पैसा पनि कमाए। जब उनी घर फर्किए उनको मनमा अहमता आयो, मैले सुबा देउराली मातालाई सुनको सिख्री त के, त्यो बाटो फर्केर पनि हिँड्दैन। त्यसपछि लाहुरे घर हिँड्दै गर्दा सुबा देउराली माताले बीच बाटोमै लाहुरे र लाहुरेको बाकससहित उडाएर सुबा देउराली नजिकै रहेको विशाल पहाडमा टाँसिदिनु भयो। सुब्बा देउरालीको यो झोलुङ्गे पुल्नेको छु। भ्यू चाहिँ हेर्न सक्नुहुन्छ। कसम हेर्नु त, के हो डर पो लाउँछ मलाई त आजभोलि त यार। बुढो हुँदै गयो क्या बाघ। जस बबल्स यार सिनहरू चाहिँ यताखेरि हाम्रो दाइ हेर्न सक्नुहुन्छ। हल्लाउँछ है, ए हल्लाउँछ है दाइ, राम्रोसँग है हल्लायो। यहाँ डर लाग्यो मलाई त, तर म डराएको छैन, बाघ डराएको छैन ल। हात चाहिँ यस्तो यस्तो छ यहाँ। भ्यू चाहिँ गर्न सक्नुहुन्छ। बाबु नराइकन गइदिएको यस्तो छ भने त आउँथेन नि यार। चस्मा राम्रो कि दाइ राम्रो हो कि? तपाईँको भ्लग राम्रो। थ्याङ्क यू दाइ। अहिले चाहिँ हामी तल आइसकेको छौँ, देख्न सक्नुहुन्छ। तपाईँहरूले यहाँ सामानदेखि सबै पाउनुहुन्छ, पूजाको सामानहरू फेरि भिड चाहिँ एकदमै हुँदो रहेछ। धेरै पछि आएको भनौँ म पनि। बाटो अहिले पिच भएर चाहिँ त्यस्तो गाह्रो छैन, पहिलाको लागि चाहिँ एकदमै सहज भयो आउन। तर यही हो कि गाडी चाहिँ एकदम फुल सर्भिस हालेर आउनु होला। ल हेर्नुहोस् छैन त अनि। आज चाहिँ अझ मेन चैते दसैँ भएर नै हो हल्का फुल्का भिड। मम्मीहरू चाहिँ कता हुनुहुन्छ भन्दाखेरि चाहिँ भित्र गइसक्नु भएको होला सायद, जहाँसम्म लाग्छ। अहिले चाहिँ दाइरामा माथि पुलमा गएर आएको। जुत्ताहरू चाहिँ बाहिर खोल्नुपर्ने हुन्छ, हल्का आवाज बढी नै छ, हल्लाहरू बढी नै छ, त्यही भएर पनि गाह्रो हुन्छ। मोजा त लाएर जानु मिल्छ होला कि है, जहाँसम्म लाग्छ। जुत्ताहरू चाहिँ ठ्याक्कै यस्तरी हामीले राख्नु होला। ओके, यहाँ चाहिँ ऐनाहरूदेखि सबै थुक छ त, छन त हेर्नुहोस्। भर्खरै खानासाना खाइयो, खाना नि मिठो थियो भनौँ। त्यति टाइममा धुम्ला भएछ, हाम्रो जिन्दगी यस्तो धुम्ला देखियो। अहिले चाहिँ यहाँ पनि आइसकेको छौँ अन्त। अघि त भिड थिएन, अहिले चाहिँ भिड भइसकेछ। गाह्रो छ है दाइ, मलाई नदेखाएर होला नि ब्लगमा। ल अहिले चाहिँ हामी ठ्याक्कै लाउरे टाँसे भन्ने ठाउँमा आएको छौँ। सर र मान्छेछौँ देखाउनेछौँ हजुरहरूलाई नि। कतिपय त आइसक्नु भएको होला, कतिपय आउनु भएन होला। हेर्नुहोस् यही भ्लगबाट लाइक सेयर सब्सक्राइब सबै गर्नु होला। यो चाहिँ माथिदेखि भ्यू हो, ठ्याक्क चाहिँ मौसमले साथ दिइरहेको, घाम लाउने नलाउने भइरहेको छ।
हाम्रो पूजाहरू भइसक्यो अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ ठ्याक्कै 3 बज्न लाग्यो 4 बज्न लाग्यो 4 बज्न 10 मिनट अहिले चाहिँ हामी ठ्याक्कै भन्नाले चाहिँ गोरुसिङमा आइसकेको छौँ यहाँ नास्ता खाने फेरि घरतर्फ लुट्ने ल आज भ्लग हेरसम्म अनि अब चाहिँ हाम्रो फ्यामिली पनि बढ्दै गइरहेको छ र कन्टेन्ट पनि बबल झुक्ने पनि भइरहेको छ गाह्रो छ हेर्नुहोस् है ल आजको लागि चाहिँ नेक्स्ट भ्लगमा मिल्ने मुला अब ल थ्याङ्क यू सो मच हेरिराख्नु होला सब्सक्राइब गर्नु होला च्यानललाई रातो र चन्द्र सूर्य